साइग्रेससँग मनका कथामा यहाँलाई स्वागत छ। आज पनि साइग्रेससँग मनका कथामा यहाँको कथा र लेखहरू लिएर आएका छौँ। साइग्रेससँग मनका कथामा पहिलो कथा रहेको छ, खै कहाँबाट सुरु गरौँ, जन्मदै कसैलाई खुसी दिन नसकेको म आफ्नै कथाको पहिलो पानामै अभागी भन्ने शब्द लेख्न बाध्य भएको थिएँ। मेरो जन्मको दिन घरमा उत्सव होइन, चिन्ता छाएको थियो। आमाको अनुहारमा मुस्कानभन्दा बढी आँसु बगेको थियो। म हुर्किँदै गएँ, तर लाग्थ्यो मेरो भाग्य भने त्यहीँ कतै अड्किएको छ। आज यो कथा लेख्न बस्दा एउटा प्रश्नले मन पोलिरह्यो। यदि म साँच्चै अभागी थिएँ भने यति धेरै चोट सहेर पनि अझ किन बाँचिरहेँ? जब म जन्मिएँ, मेरो आगमनले घर परिवारमा खासै कसैलाई खुसी दिएको थिएन। कसैको अनुहारमा उत्साह थिएन। तर एउटी व्यक्ति थिइन् जसले मेरो आगमनसँगै हजारौं सपना सजाएकी थिइन्, मात्र मेरी आमा। आमालाई मबाट धेरै आशा थियो। आफूले जीवनभर भोगेको दुःखहरू आफ्नै छोरीले कहिले भोग्न नपरोस् भन्ने उहाँको एउटै चाहना। त्यसैले उहाँ दिनरात नभनी सङ्घर्ष गर्नुहुन्थ्यो। आफ्नो थकान लुकाएर मेरो भविष्यका लागि पसिना बगाउनुहुन्थ्यो। कहिलेकाहीँ आफै भोके बसेर पनि मेरो पेट भरिदिनुहुन्थ्यो। आफ्नो रहर, आफ्ना खुसी र आफ्ना सपनाहरू सबै त्यागेर मेरो जीवन उज्यालो बनाउने प्रयासमा निरन्तर लागिरहनुहुन्थ्यो। तर आमाको मायाभन्दा पनि बाल्यकालमा आफन्त र नातेदारहरूबाट पाएको तिरस्कार म आजसम्म बिर्सन सक्ने भएकी छैन। मलाई बारम्बार सुनाइन्थ्यो, तेरी आमाले तँलाई अरूबाट ल्याएको हो, यो तेरो बाउ होइन, 7 महिनामा जन्मेकी अर्काको सन्तान हो, 7 महिनामा कसरी जन्म हुन्छ, यसलाई फाल्दी हुन्छ। ती शब्दहरू केवल वाक्य मात्र थिएनन्, ती मेरा बालमनमा गाडिएका काँडाहरू थिए। सानो उमेरमा म आफ्नो अस्तित्वमाथि प्रश्न गर्न बाध्य भएको थिएँ। म को हुँ, कसको सन्तान हुँ, किन यस्ता कुरा सुनिरहनुपर्छ? यिनै प्रश्नहरूले वर्षौंसम्म मेरो मनलाई पोलिरहन्थे। समय बित्दै गयो। यसैबीच हाम्रो घरमा मेरो बहिनी र भाइको पनि जन्म भयो। बहिनी मभन्दा 19 महिनाले मात्र कान्छी थिइन् भने भाइ मभन्दा 6 वर्षले कान्छो। उनीहरूले मभन्दा धेरै माया पाउँथे, तर म उनीहरूको खुसीमा आफ्नो खुसी खोज्ने गर्थेँ। म त्यसरी नै सिक्दै थिएँ कि अरूलाई पनि माया गर्छ भन्ने कुरा। मैले माया पाएको थिइनँ भन्ने होइन, तर मेरो जन्मसँग जोडिएको तिरस्कारको घाउ भने कहिले निको हुन सकेन। कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो, मेरो के गल्ती थियो? केवल पहिलो सन्तान र छोरी भएर जन्मिनु मेरो दोष थियो त? मलाई आजसम्म उत्तर थाहा थिएन। हामी तीनैजना हुर्किँदै गयौँ। आमाले भने कहिले सङ्घर्ष गर्न छोड्नु भएन। बिहानदेखि साँझसम्म काम गरेर आफ्नो शरीरको वास्ता नगरिकन हामीलाई पढाउन, राम्रो भविष्य दिलाउन दिनरात निरन्तर मेहनत गरिरहनुहुन्थ्यो। उहाँ प्राय भन्नुहुन्थ्यो, मेरा छोराछोरीले मैले जस्तै अभाव र दुःख कहिले भोग्न नपरोस्। त्यही सपना नै उहाँको बाँच्ने आधार थियो। म पनि सानैदेखि अलि फरक स्वभावको थिएँ। शरीरले कमजोर, बारम्बार बिरामी पर्ने, सानै कुरामा रुने, मनैदेखि धेरै डर बोकेर हिँड्ने, धेरै मानिससँग बोल्न नसक्ने र कसैले केही भने पनि चुप लाएर सर बस्ने। जसोतसो पढ्दै गएँ। कक्षा 11मा भर्ना भएँ। विद्यालय जीवनमा धेरै साथीहरू थिए, तर 2-3 जना मात्र मेरो निकै नजिकका साथी। तीमध्ये एकजना केटा साथी थिए जसलाई म दाजु जस्तै मान्थेँ। हामी एकअर्कासँग खुब कुरा गर्थ्यौँ, खुलस्त साझा भएर। त्यही साथीको गाउँतिरको एउटा केटा हाम्रो साथीहरूको समूहमा थियो। साथीहरूले मजाक मजाकमै हाम्रो नाम जोड्न थाले, जिस्काउन थाले। सुरुमा त्यो सबै सामान्य ठट्टा जस्तो लाग्थ्यो, तर बिस्तारै त्यही जिस्काइले हामीलाई एकअर्काको नजिक बनाउँदै गयो। त्यति बेला मसँग मोबाइल थिएन। उसले यो कुरा थाहा पाएपछि मेरो लागि सेकेन्ड ह्यान्ड मोबाइल पठायो। उसैले मेरो फेसबुक पनि खोलिदियो। ऊ पढाइका लागि नेपालभन्दा बाहिर गइसकेको थियो। त्यसैले हाम्रो एकजना साथी मार्फत उसले मोबाइल पठाएको थियो। हामी नियमित कुरा गर्न थाल्यौँ। त्यति बेला म भर्खर 18 वर्षकी थिएँ। कक्षा 11मा पढ्थेँ। केही समयपछि मेरो मोबाइल बिग्रियो अनि हाम्रो सम्पर्क पनि टुट्यो। पछि मैले सानो मोबाइल किनेर फेरि सम्पर्क गर्ने प्रयास गरेँ। त्यसपछि 1 वर्षायामको रात ठुलो पानी परिरहेको बेला उसको बुवाबाट फोन आयो। त्यो रातपछि सबै कुरा बदलियो। उसको पढाइ र भविष्यलाई लिएर घरमा चिन्ता बढ्यो। मैले पनि सोच्न थालेँ, सायद मेरो कारणले गर्दा उसको भविष्यमा असर पर्छ होला। म त्यो कुरा सुनेपछि धेरै रात निदाउन सकिनँ। अन्ततः मैले आफैलाई सम्झाएँ, उसको बाटाबाट टाढा हुनु नै ठिक हुनेछ। त्यो निर्णय सजिलो थिएन, तर सायद भाग्य र परिस्थितिले हामीलाई त्यही गर्न बाध्य बनाउँदैछ।
मैले आफ्नो पढाइलाई निरन्तरता दिँदै कक्षा 11मा पुगेँ, तर समय कहाँ सजिलो हुन्थ्यो र त्यही मौनता बीच मेरो जीवनमा अर्को व्यक्ति आयो। छोटो समयमा उसले मलाई धेरै माया, विश्वास र अपनत्व दिलायो। सुरुमा मैले आफूलाई धेरै सम्झाएँ, हामी एक हुन सक्दैनौँ, हाम्रो जात फरक छ। तर मलाई जातको कुनै अर्थ लाग्न छोड्यो। मेरो विश्वास थियो मानिस सबैभन्दा पहिले मानिस हो। तर मलाई जन्माएदेखि हुर्काएर यहाँसम्म लिएर आएकी मेरो आमालाई छोड्ने कुरा म सोच्न पनि सक्दैन थिएँ। त्यो कल्पना गर्दा पनि मन भाँचिन्थ्यो। मैले यति निर्णय गरेँ कि आमाले गरेको सबै सङ्घर्षहरूको अर्थ के रहन्छ भन्ने प्रश्न मैले सोच्नुपर्छ। यदि मैले गलत कदम चालेँ भने दिनरात सताउन थाल्यो मलाई पीडाले। यिनै मानसिक पीडाले गर्दा धेरै पटक आफ्नो जीवन अन्त्य गर्ने प्रयास गरेँ। तर सायद मैले धेरै अभागी थिएँ कि मर्न पनि सकिनँ। अन्ततः आमाको मायाभन्दा पनि उसको मायाले मलाई जित्यो। मैले कठोर निर्णय गरेँ। म काठमाडौँ आएँ र आफूले रोजेको व्यक्तिसँग भागेर विवाह गरेँ, जहाँबाट मेरो नयाँ जीवन सुरु भयो। त्यो बेला म केवल 19-20 वर्षकी मात्र थिएँ। घर परिवार छोडेर आएको निर्णय सजिलो थिएन, तर त्यति बेला त्यही नै सही लाग्यो। सुरुमा सबै ठिकै थियो, तर बिस्तारै वास्तविकता बुझ्न थालेँ। फोनमा भएका कुराभन्दा वास्तविक जीवनमा धेरै फरक रहेछ भन्ने महसुस हुन थाल्यो। समय बित्दै जाँदा उसका बानी व्यवहारहरू पनि प्रष्ट हुँदै गए। म आफ्नै आँखाले उसलाई चुरोट, रक्सी र गाँजा सेवन गरेको देख्न थालेँ। त्यो देख्दा मलाई विश्वास नै लागेन। उसले मलाई माया नगरेको होइन, उसले धेरै माया गर्थ्यो। तर उसलाई आफैलाई गलत बाटोमा लागेको देख्दा म भित्रभित्र टुट्न थालेको थिएँ। मैले आफ्नो निर्णयप्रति धेरै पछुताएँ, धेरै रोएँ, तर त्यो मेरो आफ्नै रोजाइ थियो। म त्यही भनेर चुपचाप लागेर सही रहेँ। मैले सोचेँ अब उसलाई बदल्ने जिम्मेवारी मेरो हो। धेरै सम्झाएँ, धेरै रोक्ने प्रयास पनि गरेँ, तर उसले मलाई एउटा कुरा मात्र भन्यो, चुरोट म छोड्न सक्दिनँ, अरू बानी भने म बिस्तारै छोडौँला। त्यो सुनेपछि खुसी भएँ। फेरि खुसी हौँ कि दुःखी ठिकै छ, समयसँग उसले आफूलाई बदल्ने प्रयास गर्छ। मैले त्यही विश्वासमा बसेँ। उसले मेरो माया, मेरो पीडा र मेरो मनका डरहरू बुझ्न थाल्यो। बिस्तारै उसले आफ्ना केही नराम्रो बानीहरू पनि छोड्दै गयो। सबैभन्दा ठुलो कुरा उसले भन्न थाल्यो, एक दिन म तिम्रो आमा बुवाले गर्व गर्न लायकको ज्वाइँ बन्छु, उहाँहरूको विश्वास जित्छु, सबै कुरा एक दिन ठिक हुनेछ। उनका ती शब्दहरूले मेरो मनमा फेरि एउटा सानो आशाको किरण जगाइदियो र समयसँगै मैले एउटा कुरा बुझेँ, सायद मैले जीवनको सबैभन्दा ठुलो निर्णय गर्न हतार गरेको रहेछु। मानिसहरू भन्थे मायाले मानिसलाई अन्धो बनाउँछ। मैले त्यो कुरा सुनेको थिएँ, तर आज म आफै यति धेरै मायामा अन्धी भएकी रहेछु कि मैले देख्नुपर्ने सबै कुरा देख्न सकिनँ। आज एक्लै हुँदै गएँ, सबै भएर पनि कोही नभएको जस्तो, सबै कुरा पाएर पनि केही नपाएको जस्तो, आफ्नो भन्ने परिवार छ तर उनीहरूबाट टाढा भएको जस्तो। यो दूरी कसले बनाइदिएको होइन, यो दूरी मैले आफैले रोजेको बाटोको थियो। कहिलेकाहीँ मनले प्रश्न गर्न थाल्यो, यदि समयलाई फर्काउन सकिन्थ्यो भने सायद धेरै निर्णयहरू फरक हुन्थे, तर बितेका दिनहरू फर्केर आउँदैन। आज सबैभन्दा धेरै सम्झना मलाई आमाकै आउँछ। उहाँले सबैभन्दा धेरै विश्वास गर्नुभएको छोरी नै एक दिन उहाँलाई नै रुवाएर हिँडेकी थिए। आज त्यो गल्तीको भार बोकेर म बाँचिरहेकी छु। यदि मेरो आमाको लागि अलिकति पनि मेरो लागि ठाउँ छ भने एकपटक फेरि उहाँकै काखमा टाउको राखेर रुन मन छ। आमा, मलाई माफ गरिदिनुहोस्, मैले तपाईँलाई दुःख दिन कहिल्यै चाहेको थिइनँ। धन्यवाद छ बहिनी यो कथा पठाइदिनु भएकोमा। तपाईँले सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको आमालाई फोन गरेर माफी माग्नुहोस् वा आमालाई भेट्न जानुहोस्। आमाको मन हो पक्लिहाल्छ। साइग्रेसँग मनका कथामा अब अर्को कथा रहेको छ। मलाई जन्म दियो तर मेरो बाल्यकाल अरू बच्चाहरूको जस्तो भएन। सानो उमेरदेखि म आफ्नै घरमा हुर्किन पाइनँ। मलाई मेरो बुवाको दिदीको घरमा राखियो, अर्थात् मेरो फुपूको घरमा। त्यहाँ बस्दा मैले यस्तो कुरा भोगेँ जुन कुनै बच्चाले कहिले भोग्न नपरोस् भन्ने चाहन्छ। आफ्नै आफन्तको छोराले मलाई नराम्रो नियतले छुन्थ्यो। मेरो सुरक्षामाथि प्रश्न उठिरहन्थ्यो। त्यही घरमा बस्दा म अरू मानिसबाट पनि हिंसा र दुर्व्यवहारको शिकार हुन पुगेको थिएँ। म सानै थिएँ, तर जीवनले मलाई उमेरभन्दा धेरै ठुलो बन्न बाध्य बनाइसकेको थियो। दिनरातको ह्यारेसमेन्ट र मानसिक तनाव सहन नसकेपछि म एकपटक घरबाट भाग्ने सोच बनाएँ। त्यसपछि मेरा सङ्घर्षका दिनहरू सुरु भयो। म
एक्लै पढ्थेँ, एक्लै काम गर्थेँ, आफूले आफैलाई एक्लै सम्हाल्थेँ। कहिलेकाहीँ खान बस्न र पढ्न समेत गाह्रो हुन थालिसकेको थियो। मैले अर्को घरमा बसेर काम गरेर पढ्दै आफ्नो जीवन अगाडि बढाउँदै थिएँ। मलाई सानो उमेरदेखि नै एउटा कुरा थाहा थियो कि मलाई बचाउन कोही पनि आउँदैन। म आफै आफ्नो जिन्दगीको हिरो हुनुपर्छ जसले आफैलाई बचाउँछ। घरबाट भागेपछि पनि जीवन सजिलो भएन। फेरि समातिएँ, फेरि निस्किएँ, फेरि सङ्घर्ष गरेँ, तर मैले हार मानिनँ। म पटक पटक भागिरहेँ। मेरो सङ्घर्ष केवल मेरा लागि मात्र थियो र त्यो भागाइ पनि मेरै लागि। मेरो भाइ सानो हुँदा उसलाई पनि मैले आफ्नो बच्चा जस्तै हुर्काउँदै थिएँ। उसलाई पढाउन, घर चलाउन अनि आफ्नो जीवन धान्न मैले आफ्नो क्षमताभन्दा पनि धेरै माथि जिम्मेवारी बोकिरहेको थिएँ। मसँग पैसा थिएन, तर जिम्मेवारी खातका खात थिए। मलाई आफूलाई सम्हाल्नु पर्ने थियो, मेरो भाइलाई सम्हाल्नु पर्ने थियो र बहिनीलाई हेर्नु पर्ने थियो। मेरो आमालाई पनि मैले स्याहार सम्हार गर्नुपर्ने थियो, घर चलाउनु पर्ने थियो। त्यति सानो उमेरमा मैले धेरै कुरा गर्नुपर्ने थियो। त्यसका लागि मैले जे कर्म गर्नुपर्ने पनि गर्न थालेको थिएँ। तर एउटा कुरा मैले कहिले गरिनँ, त्यो हो आत्मसम्मान बेच्न। त्यो मैले कहिले पनि जानिनँ। मैले सजिलो बाटो रोज्न सक्थेँ, तर रोजिनँ। आफूलाई झुट बोलेर वा अरूलाई डाँटेर, कसैको जीवन बिगारेर वा आफ्नो शरीर बेचेर पैसा कमाउने सोच मैले कहिले पनि पालिनँ। मैले जति कमाएँ सङ्घर्ष गरेर कमाएँ, दिनरात काम गरेर कमाएँ, नथाकिकन कमाएँ। मलाई थाहा थियो म थाक्न सक्छु, तर गलत बाटो रोज्न सक्दिनँ। मेरो बुवाले आफ्नो जीवनभर धेरै समय रक्सी खाएर बिताउनु भयो। आमामाथि हिंसा गर्नुभयो। आमालाई गर्भवती अवस्थामा समेत कुटेर फालिदिनु भयो। घरमा झगडा, हिंसा र डर सामान्य जस्तो बनिसकेको थियो। त्यो सबै देखेर मभित्र बुवाप्रति रिस मात्र थियो। तर रिस भए पनि मैले उहाँलाई छोड्न सकिनँ। मैले उहाँका लागि खाना बनाउँथेँ, लुगा किनिदिन्थेँ, आवश्यक सामान लिएर आइदिन्थेँ, उहाँलाई सकेसम्म सम्मान दिन्थेँ। मेरो बुवाले वर्षौँसम्म परिवारलाई आर्थिक रूपमा सम्हाल्नु भएन। कहिलेकाहीँ 1-2 हजारको सामान ल्याउनु एउटा कुरा थियो, तर परिवारको ठुलो जिम्मेवारी भने हामीले कहिले पनि बुवाबाट पुरा भएको पाएनौँ। सबै हामीले नै बोकेका थियौँ। तर मैले यो कहिले पनि सोचिनँ कि उहाँले मेरो लागि के गर्नु भएन, त्यसैले म पनि केही गर्दिनँ। बरु उल्टो मैले गरिरहेँ। मैले मेरो परिवारलाई सम्हाल्न खोजेँ। उहाँले लामो समय रक्सी खानुभयो। मैले धेरै सम्झाएँ, स्पष्ट भनेँ, यदि हामीसँग बस्नु भने रक्सी छोड्नुपर्छ। अन्ततः उहाँले रक्सी छोड्नुभयो। आज उहाँले रक्सी नखाएको करिब 2 वर्ष हुन लाग्यो। यो परिवर्तन केवल उहाँको निर्णय थिएन। उहाँलाई रक्सी छुटाउन, सम्झाउन र परिवर्तन गराउन मैले एकदम सङ्घर्ष गर्नु पर्यो। म यो कुरा आफू ठुलो देखिन भनिरहेको छैन। म केवल एउटा खुसी जताइरहेको छु कि बुवाको त्यो जीवनभरको कुलत अहिले छुटिएको छ। तर यति हुँदाहुँदै पनि एउटै प्रश्न रहिरह्यो। जुन मान्छेले आफूलाई यति धेरै दुःख दिएको छ, त्यो मान्छेलाई सम्हाल्न समेत उसले प्रयत्न गर्छ, र त्यही मान्छेलाई दुःख पर्दा उसको साथमा भने को हुन्छ र? आज मसँग पैसा छ, सम्पत्ति छ, आफ्नो जीवन छ, आफ्नो पहिचान छ, तर त्यो सबै सजिलै आएको होइन। आज म जहाँ छु त्यसको पछाडि मेरो बाल्यकाल छन्, मेरो बाल्यकालका आँसु छन्, रातभरि गरेको काम छ, भोक, डर, अपमान छ, एक्लोपन छ, असङ्ख्य पटक आफूलाई उठाएको कथा छ। मैले मेरो परिवारलाई सुख दिन सकिनँ, तर खुसी भने दिन कोसिस गरेको छु। तर अहिले पनि जब मलाई मानसिक रूपमा गाह्रो हुन्छ, म आफैसँग लड्छु। मलाई डिप्रेसनले फेजमा पुर्याएको छ। कहिलेकाहीँ म कसैसँग बोल्न सक्दिनँ। घरमा भएर पनि टाढा भएको महसुस हुन्छ। टाढा कहीँ गएर बस्न मन लाग्छ। कहिलेकाहीँ केही गर्न मनै लाग्दैन। आफैलाई कमजोर ठान्छु। फेरि सम्झाउँछु म कमजोर होइन, म यो पो हो त, बलियो। तर सत्य के हो भने बलियो हुन पनि कहिले नटुट्नु होइन। बलियो हुनु भनेको टुटेर पनि आफूलाई कहिले नलडाइरहनु हो, आफूलाई उठाउनु हो। मेरो आमाले पनि धेरै सङ्घर्ष भोग्नुभयो। उहाँलाई अहिले स्वास्थ्य सम्बन्धी समस्या आइपर्यो। उहाँको स्वास्थ्य, घरको जिम्मेवारी र आफ्नै मानसिक सङ्घर्ष, यी सबै कुरा एकैपटक बोकेर हिँड्नु सजिलो थिएन। तर दुःख पर्दा हामी कहाँ आएर के भयो बाउजू, के भयो नानी, तिम्रो ठिक छौ भनेर सोध्ने मान्छेहरू कहिले पनि भएनन्। जब हामीलाई गाह्रो हुन्छ कोही आउँदैन थियो। तर भोलि कसैको आफ्नै परिवारमा केही भयो भने सबैभन्दा ठुलो आवाज उठाउने पनि त्यही मानिसहरू हुन्थे। लौ न, हामीलाई साथ दिनु पर्यो भन्दै। त्यसैले मेरो एउटै प्रश्न छ, अरूलाई दुःख पर्दा नदेख्ने मान्छेले आफूलाई दुःख पर्दा किन संसार नै अन्यायपूर्ण भयो जस्तो मान्छ? के दुःख आफ्नो भएपछि मात्र ठुलो लाग्ने हो? अरूको पीडा चाहिँ पीडा होइन। हामीले वर्षौँदेखि भोगेको पीडा कसैले नदेखे पनि त्यसको अर्थ त्यो पीडा सानो थिएन। हामीले चुप लागेर सयौँ भन्दैमा हामीलाई दुखेन भन्ने होइन। हामीले कसैलाई केही नभनी आफ्नो जीवन चलायौँ भन्दैमा हामीलाई सहारा चाहिएको थिएन भन्ने होइन। र सबैभन्दा ठुलो कुरा, यदि हामीमाथि वर्षौँसम्म अन्याय भयो अनि कुनै दिन हामीले गलत गर्ने मानिस विरुद्ध आवाज उठायौँ भने किन अचानक उसको पीडा मात्र ठुलो देखिन्छ? हामीले भोगेको पीडा कहाँ गयो? हामीले सहनु परेको वर्षौँको मानसिक तनाव कहाँ गयो? हामीले गुमाएको बाल्यकाल कहाँ गयो? हामीले आफ्नो जीवन छोडेर परिवारको लागि गरेको त्याग कहाँ गयो?
म कसैसँग सहानुभूति मागिरहेकै छैन। म केवल भन्न चाहन्छु अरूको पीडा पनि पीडा नै हो, बुझिदिनुपर्छ। किनकि तपाईँले आफ्नो दुःखलाई जति ठुलो देख्नुहुन्छ अरूको दुःख पनि उहाँहरूका लागि त्यति नै ठुलो हुन्छ। मैले धेरै गुमाएँ, धेरै सहेँ, धेरै पटक एक्लै रोएँ, धेरै पटक आफूले आफैलाई उठाएँ। तर आज म यही भन्छु र आज मेरो जीवनको सबभन्दा ठुलो उपलब्धि पनि त्यही हो, पैसा वा सम्पत्ति मात्र होइन। मैले आफूलाई गुमाइनँ। मलाई तोड्न खोज्ने धेरै कुरा आए, मान्छे आए, परिस्थिति आए, अपमान आए, दुःख आए, तर म अझै उभिएकी छु। त्यसैले आज कसैले मेरो विगत हेरेर मलाई कमजोर ठानोस् भन्ने म चाहदिनँ। म कमजोर भएर यहाँसम्म आएकै होइन, म बलियो भएर पनि धेरै पटक रोएर यहाँसम्म आइपुगेको हुँ। त्यसकारणले यो कथा म आफैलाई रिमाइन्डर हो कि टुटाउने धेरै कुरा आउन सक्छ, तर जुटाउने एउटै आत्मबल हो, त्यो तपाईँभित्रै हुन्छ। धन्यवाद बहिनी यो कथा पठाइदिनु भएकोमा। तपाईँको उज्जवल भविष्यको कामना। अझ यसरी आफूलाई आफ्नो नजरमा ठुलो बनाउँदै उभिरहनुहोला। साइग्रेसँग मनका कथामा अब अर्को कथा रहेको छ, म अनि मेरो सानी भन्ने त्यो एउटा आवाज। कहिलेकाहीँ जीवनमा नसोचेको मान्छे नसोचेको ठाउँबाट यसरी आइदिन्छ कि हाम्रो सिङ्गो संसार नै उसैको वरपरि घुम्न थाल्छ। मेरो कथा पनि काठमाडौँको एउटा सानो अफिसको कोठाबाट सुरु भयो। पहिलोचोटि काम गर्न गएको भएर मनमा अनेकौँ डरहरू थिए। विशेष गरी मधेसी समुदायका मानिसहरूप्रति बाल्यकालदेखि नै मनमा एउटा अज्ञात डर र सङ्कोच बसिरहेको थियो। तर जब मैले त्यहाँका सरहरूसँग काम गर्न थालेँ, उहाँहरूको आत्मीयता, सहयोग र माया देखेपछि मेरो मनको त्यो भ्रम त्यसै पग्लियो। जसलाई म कहिले मन पराउँदैन थिएँ, पछि उहाँहरूकै संस्कृति र मान्छे मेरो आफ्नो बन्न पुगे। अनि त्यहाँबाट सुरु भयो हाम्रो मायाको एउटा असाध्यै प्यारो कथा। सुरुमा उहाँ मलाई मन पर्दैन थियो। अफिसका साथीहरू उहाँको बारेमा अनेकौँ नकारात्मक कुराहरू गर्थे, क्यारेक्टर नभएको मान्छे, प्ले बोय आदि इत्यादि। तर अचम्म लाग्थ्यो, अरूले जति जे नराम्रो भने पनि मेरो मनले कहिले उहाँलाई गलत देख्न सकेन। सायद भविष्यमा मेरो मायाको अध्याय लेखिनु थियो कि। हाम्रो सम्बन्धको सुरुवात एउटा सामान्य टिकटक भिडियोबाट भयो। तपाईँले भिडियो बनाउनु भएन भने म कहिले बोल्दिनँ है, यति भनेर फकाएपछि उहाँले भिडियो बनाइदिनु भयो। सोसल मिडियामा हालेपछि मानिसहरूले उहाँको त्यो पुक्की साइड मन पराए, हामीलाई कपल्स भन्न थाले। अनि बिस्तारै उहाँले मलाई सानी भनेर बोलाउन थाल्नुभयो। उहाँको मुखबाट सानी सुन्दा मलाई कुनै सानो बच्चालाई माया गरे जस्तो लाग्थ्यो। मेरो मन त्यसै त्यसै मुस्कुराउँथ्यो। माया त भइसकेको थियो, तर मैले थाहा पाएको त्यो दिन थियो जब अफिसका स्टाफको बर्थडेमा उहाँ फरक लुगामा आउनुभएको थियो। सायद कुनै केटीसँग घुमेर आउनुभएको जस्तो लाग्यो। उहाँलाई अर्कै केटीसँग हाँसेर बोलेको देख्दा मेरो मनभित्र पहिलोपटक ईर्ष्याको भावना पैदा भयो र ज्वालामुखी सल्कियो। अनि बल्ल बुझेँ म त उहाँलाई माया गर्न थालिसकेको रहेछु। त्यसपछि दिनहरू मेरा लागि कुनै सपनाभन्दा कम थिएन। गाउँ जाने बेला उहाँको त्यो सुन्दर आँखामा हेरेर बिदा हुनु, राति अबेर उहाँले बोल्न मन लागेर मेसेज गरेको भन्नु, अनि काठमाडौँ फर्किएपछि अफिसको क्याबिनमा सीसीटीभी बन्द गरेर उहाँले मलाई अँगालो हाल्दै निधारमा दिएको त्यो पहिलो चुम्बन, त्यो एउटा अँगालोले मेरो मनभित्रको सबै डर भगाइदिएको थियो। जातीय भिन्नता, त्यसको डर मलाई नभएको थिएन। म क्षेत्रीय अनि उहाँ मधेसको। म छु नि किन डराउँछौ, म सबैलाई फकाउँछु। म रुँदा उहाँले भन्नुहुन्थ्यो, म जिउँदैछु अहिलेसम्म, किन रुन्छौ तिमी। उहाँले मलाई आड दिनुहुन्थ्यो, मेरो जिउनु सहारा बन्छु भन्नुहुन्थ्यो। उहाँले दिनुभएको अफिसको भिजिटर कार्ड म आज पनि मेरो पर्समा सजाएर राख्छु। भुइँमा खसेको उहाँको त्यो अर्को एउटा कार्ड मेरो मोबाइलको पछाडि छ। उहाँसँग झगडा पर्दा म उहाँको नाम टिस्यु पेपरमा लेख्थेँ। त्यो टिस्यु पनि आजसम्म मेरो पर्समा सुरक्षित छ। उहाँले दिएको त्यो सानो सिक्का मेरो लागि केवल पैसा थिएन, उहाँको मायाको एउटा चिनो थियो। हामी प्राय पशुपति र गुजेश्वरी मन्दिर गइरहन्थ्यौँ। गुजेश्वरीको शान्त वातावरणमा उहाँको पाखुरामा टाउको राखेर बस्दा मलाई संसारकै सबैभन्दा सुरक्षित महसुस हुन्थ्यो। अनि जब उहाँ मेरो काखमा टाउको राखेर सुत्नुहुन्थ्यो, मलाई लाग्थ्यो उहाँले मेरो काखमा आफ्नै आमाको न्यानो काख पाउनु भएको छ। उहाँलाई कमलको फुल मन पर्ने हुन्थ्यो। मैले सारा टिकटक र फ्लोरिस्टहरूलाई समय सोधेँ, तर कतै पनि पाइनँ कमलको फुल। त्यसपछि जसरी भए पनि एक दिन लोटस दिने सपना बुनेको थिएँ। उहाँलाई मनपर्ने स्निकर चक्लेट दिँदा निकै खुसी देख्थेँ। मलाई गाजल लाउन आउँदैन थियो, तर उहाँलाई मनपर्छ भनेर मैले गाजल पनि लाउन सिकेँ। म आफूलाई उहाँकै नजरबाट सिँगार्न कोसिस गर्थेँ। बाटो हिँड्दा मेरो हात उहाँको ज्याकेटको गोजीमा हालिदिनुहुन्थ्यो। बाइक कुदाउँदा एउटा हातले मेरो हात समातेर मायाले चुम्बन गर्नुहुन्थ्यो। यी हरेक प्रयासहरूले मलाई उहाँको प्रेम अझ गहिरो गरी डुबाउँदै थियो।
तर समय सधैँ एउटै कहाँ हुँदो रहेछ र। उहाँको दाजुको इन्गेजमेन्टको लागि गाउँ जाने सबै कुरा बन्दोबस्त भयो। छिटो आउनु है मैले भनेको थिएँ। आएपछि सेको खान जानुपर्छ। यति भनेपछि उहाँले मिठो मुस्कान दिएर हस् मायालु भन्नुभयो। के थाहा त्यो नै हाम्रो अन्तिम भेट हुन्छ भनेर। त्यसपछि के भयो मलाई आजसम्म थाहा छैन। एक्कासी उहाँ बदलिनु भयो। जुन मान्छेले मलाई आफ्नो संसार ठान्थ्यो उसैको लागि मेरो आँसु केवल पानी मात्र बन्यो। म रुँदा उहाँलाई कुनै फरक नपर्ने भयो। अस्पताल भर्ना हुँदा समेत उहाँ मेरो हालचाल सोध्न आउनु भएन। म उहाँको पर्खाइमा नखाइ हामी भेट्ने ठाउँमा गएर घन्टौँ बसिरहन्थेँ। उहाँको लागि नै मैले चुरोट खान छोडेको थिएँ। आज उहाँको यादहरूले नै फेरि खान थालेको छु। उहाँले भन्नुहुन्थ्यो तिम्रै राम्रोको लागि म टाढा गएको हुँ ताकि कसैले तिमीलाई नराम्रो नभनोस्। तर मलाई अरूको पर्वाह कहाँ थियो र। मलाई त केवल उहाँको साथ र माया चाहिएको थियो। म त हाम्रो मायाको एउटा सुन्दर कथा लेख्न चाहन्थेँ, छोडेर गएको अधुरो कथा होइन। उहाँले म तिमीलाई कहिले छोडेर जाँदिनँ भनेर कसम खाएको पनि आज एक शब्दमा सीमित भयो। तर पनि उहाँले भन्नुभएको एक वाक्यमा म आजसम्म अड्किएँ। म तिमीलाई माया गर्छु र सधैँ गरिरहन्छु। छोड्ने कसम त उहाँले टोड्नु भयो, तर माया गर्छु भन्ने बाचा सायद टोड्नुहुन्न होला जस्तो लाग्यो। आज मनभित्र एउटै प्रश्न बारम्बार ठोकिरह्यो। आखिर हाम्रो यो मायाको दोषी चाहिँ को? संसार वा सृष्टि वा परिस्थिति? कि मैले असाध्यै माया गरेर कहिले नछोड्ने कसम खाने त्यो मान्छे? आज भाद्र 1 गते उहाँको जन्मदिन। उहाँको लागि भनेर किनेको त्यो म्याचिङ ड्रेस आज पनि मेरो दराजमा उत्तिकै बाटो हेरिरहेको छ उहाँकै लागि। म आज पनि उहाँकै पर्खाइमा छु। हाम्रो मायाको पर्खाइमा, हाम्रो अधुरो कथा पुरा हुने पर्खाइमा। उहाँको जन्मदिनको लागि शुभकामना। मैले हिजो पनि माया गरेका थिएँ, आज पनि गर्छु र सधैँ गर्छु। आशा छ छिट्टै हाम्रो भेट हुनेछ र यो कथा पुरा हुनेछ। शुभकामना छ बहिनी, यहाँको प्रेम सफल रहोस्। साइग्रेसँग मनका कथामा आजको कथाहरू यति नै। अब हामी साइग्रेसँग मनका कथाको अर्को एपिसोडमा भेट्नेछौँ। त्यतिन्जेल आफ्नो मनलाई खुसी राख्नुहोला। नमस्ते।